Hey guys, welcome back to my YouTube channel. Today we are going to train forearm to build strength, grip and size right from home. No gym, no equipment, just 5 simple moves that really works. So let's start with a quick warm up. I'm doing a warm up before my workout session because it is very important to do warm up before any workout. वार्म अप गर्दाखेरि चाहिँ हाम्रो स्टिफ भएको मसलहरु चाहिँ अलिकति लुज हुन्छ र साथसाथै हाम्रो ब्लड फ्लो पनि इन्क्रिज हुन्छ जसले चाहिँ हाम्रो परफर्मेन्सलाई चाहिँ अलिकति बढाइदिन्छ र यसले गर्दा इन्जुरीहरु हुने चान्स चाहिँ अलिक कम हुन्छ। मैले चाहिँ होम फोरआर्म वर्कआउटको लागि चाहिँ ब्याकमा चाहिँ बोतलहरु हालेर युज गरिरहेको छु। तपाईहरुले चाहिँ यसको साटो ब्याकमा बुकहरु कि त ब्रिक कि त अरु सामान हालेर युज गर्न सक्नुहुन्छ। दिस इज कॉल्ड रिस्ट कर्ल। यसले चाहिँ हाम्रो फ्लेक्सर मसललाई चाहिँ टार्गेट गर्छ। यो चाहिँ हामीले एउटा ब्याकमा चाहिँ हेभी वेटहरु राखेर चाहिँ हामीले परफर्म गर्न सक्छौं जसरी अहिले मैले गरिरहेको छु। So basically this workout helps in building grip strength. 2 set of both right and left hand and we can increase the weight. जब हामीलाई चाहिँ एउटै वेटमा गर्नु चाहिँ अलि कम्फर्टेबल सजिलो लाग्न थाल्यो भने रिभर्स रिस्ट कर्ल। यो चाहिँ रिस्ट कर्ल जस्तै हो तर यसलाई चाहिँ रिभर्समा गर्नुपर्छ र यदि रिस्ट कर्लले चाहिँ फ्लेक्सर मसललाई चाहिँ टार्गेट गर्थ्यो भने रिभर्स रिस्ट कर्लले चाहिँ एक्सटेन्सन मसललाई चाहिँ टार्गेट गर्छ र यो वर्कआउटले चाहिँ हाम्रो फोरआर्म चाहिँ अलिक ब्यालेन्स हुन्छ। 2 set of both right and left hand. सुपरनेसन टु प्रोनेसन। यसको लागि चाहिँ हामीलाई एउटा बेल्टलाई चाहिँ एड गर्नुपर्ने हुन्छ। मैले चाहिँ सिम्पली टेक्वान्डोको बेल्ट चाहिँ युज गरेको छु। तपाईहरुले चाहिँ आफूसँग जे छ त्यही युज गर्न सक्नुहुन्छ। Same as the workout names, this targets supinator and pronator muscles. 2 set of both right and left hand अनि बिस्तारै वेट चाहिँ बढाउँदै जाने। So this one is called hammer curl. यसमा चाहिँ हामीले आफ्नो एल्बो देखि माथि चाहिँ हल्लिनु दिनु हुँदैन र एल्बो देखि तल मात्रै मुभ गर्नुपर्छ अप एन्ड डाउन। सिम्पल। This workout make our forearm thicker and stronger. मैले चाहिँ भिडियोलाई स्पिड अप गरेको छु भिडियो लामो हुन्छ भनेर। तपाईहरुले चाहिँ दुईटै राइट र लेफ्ट ह्यान्डले चाहिँ मजाले 2 सेट चाहिँ परफर्म गर्नु होला। For my last workout, I am doing radial to anal deviation. यो वर्कआउट चाहिँ हामीले आफ्नो ह्यान्डलाई चाहिँ साइड पोजिसनमा राखेर अप डाउन गरेर चाहिँ परफर्म गर्न सक्छौं। यो वर्कआउटले चाहिँ हाम्रो रिस्टको स्टेबिलिटी र ग्रिप कन्ट्रोललाई चाहिँ बढाउँछ। मेरो यो भिडियो चाहिँ स्पिड अपमा छ। तपाईहरुले चाहिँ मजाले मसलमा फिल लिँदै गर्नु होला। And that's your quick forearm workout. No gym, no excuse, just results.
Do this 2 times a week and do not forget to like and subscribe to get more videos like this.